एभ्रिवान, तपाईहरु सबैजनालाई स्वागत छ फेरि पनि हाम्रो भिडियोमा। हामी दुईजना चाहिँ आज मेरो ड्राइभर हुनुहुन्छ उहाँ चाहिँ, अनि उहाँले चाहिँ हामीलाई गन्तव्यसम्म पुर्याउँदै हुनुहुन्छ हैन। अन्त हामी चाहिँ आज एक दुईवटा कामहरु गर्दै जाँदैछौँ। सबै कुरा तपाईहरुलाई म देखाउँछु। अहिले चाहिँ चर्चमा आइपुगे। अब चाहिँ टाल्नु लागि सुरु गरे। यहाँ ग्लु गन र ग्लु पनि लिएको छु मैले। ग्लु चाहिँ कतिवटा छ भने नि यहाँ चाहिँ 1 3 5 6 7 8 9 10 11 12 वटा लिएको छु। अब यसले ट्राई गर्ने, गन पनि तता राखेको छौँ, ट्राई गर्ने यसलाई। र अब यसले पनि टालेन यो म्याट भने चाहिँ हामी चाहिँ यसलाई चाहिँ अब सियोले सिलाउनु पर्छ होला भनेर सोचेर, यो चाहिँ छिट्टै टालेन भने चाहिँ फेरि यस्तो पल्टिन्छ नि त। कति ठाउँमा त पल्टिनु पनि थालिसकेको छ। यो पल्ट्यो भने चाहिँ फेरि यो नराम्रो देख्छ नि त। त्यसले गर्दा चाहिँ हामी अगाडि नै हामीले यसलाई चाहिँ केयर गर्नुपर्ने हुन्छ। त्यसले गर्दा चाहिँ यहाँ टाल्नुको लागि चाहिँ एकदम रेडी भइराखेको छु। अब कसरी टाल्छु म तपाईँलाई पनि देखाउँछु है। यहाँनिर चाहिँ अब हामीले टाल्नुको लागि चाहिँ स्टार्ट गरेको। ग्लुले चाहिँ टालिने रहेछ कि। हामीले सुरु गरे ग्लु गर्ने हाम्रो चर्चको काम सुरु भयो। टाल्ने काम देख्नु भाइ, यहाँ देखादै भन्छ ए टालिने रहेछ। टालिँदो रहेछ। तर अब यसको लास्टिङ चाहिँ कहिलेसम्म हुने हो हैन। टालिने रहेछ टालिनु चाहिँ, तर कहिलेसम्म टालिन्छ अब त्यो चाहिँ थाहा छैन। यसरी यहाँ देखेको छौँ न, देखेको ए यसरी गरे कि छोरा यसरी लगाएर चाहिँ अघि हतपत सेलिँदैन रहेछ कि। यसो गरेर चाहिँ यसरी ट्याप 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 टालिने रहेछ ग्लु गनले है। टालेन भने टेन्सन भनेर सोचिरहेको थिएँ कि। मेन चाहिँ यो हो नि के अनि यहाँ पनि अब यहाँ चाहिँ सेवा सकिसकेर खानासाना खाएर यहाँ बात मार्दै बसिरहेछ। उहिलेको कुराहरू हो जस्तो मकैको चामल खाएको होइन, मिठाई 1 रुपियाँमा 4टा मिठाई पाएको होइन, त्यस्तो कुराहरू हुँदैछ यहाँनिर। अब आँखीहरूको कुरा त अब हामीले आँखीहरूको कुराको त हो। यो बिपेल चामलहरु आउनु थालेदेखि चाहिँ मान्छेहरुले यस्तो कुरामा चाहिँ स्वादिलो मात्रै विश्वास बनाइन्छ नि। निर भाइ यहाँ उहिलेको कुरा हुँदैछ। ल पालै पिलो भनौँ। त्यसो कुरा पनि ठिकै हो नि त। अहिलेको जेनेरेसन त ब्लेसेटै हो नि त। ब्लेसेटै हो नि। भाग्यमानी हो नि। को चाहिँ पहिलाको मान्छेहरु हैन, पहिलाको त अब खाने कुरा होला। अहिलेको मान्छेहरूको त बेसी खुवाइदुवाई बेसी भएर है। अब अहिले एक ट्रिप खाइहाल्यो होइन पोल्ट्रीको कुखुरासँग माम। अब भरे फेरि अर्को ट्रिप खाँदा त त्यस्तै खाएर चाहिँ अहिले हामी यस्तो भएको नि त है।
उसले अघि भन्यो मलाई गाडीमा अहिलेको नानीहरू धेरै बाँच्छ जस्तो लाग्छ अरे भनेर किन भन्दाखेरि चाहिँ सुख पाएर दुःख छैन राम्रो खानु राम्रो अब एन्सर पनि म दिँदैछु नि तर अहिलेको नानीहरू कहाँ त्यसरी सुख पाएर मिठो मिठो खाएर बसेर त लामो त बाँच्दैन नि त पहिलाको मान्छेले खास खानुपर्ने त पहिला पनि खान्थ्यो कोदो ढिँडो सिस्नु पहिला पनि खान्थ्यो र अब दाजुहरू त जस्तै अब आँखेरै कस्तो मिठो भइरहेको थियो है अहिलेको ब्रेसेट हो नि विचारहरू दिन सानोदेखि दुःख गरे ब्लेसर चाहिँ फेरि अहिलेको हो हातबाट नलाग्दा पनि जाँदैन हो पर्खेको हो त हामी त कति दुःख थियो होइन अब अहिले भरे खायो भोलि के खाने अब आज सुत्दैछ भोलि उठ्नु पाउने कि नपाउने जीवन त्यस्तो हो नि त पहिला हो नि अन्त दुःख नि अहिले त सुख नि त्यही भएर मैले चाहिँ भनेको अहिलेको नानीहरू धेरै सुख छ अब धेरै बाँच्छ कि बा भने अहिले हेरौँ न अब मजाले गाडीमा आउँछु अहिले हेर्नु मजाले गाडीमा आउँछु जति दुःख भयो त्यति एक्सर्साइज हुनु आँखेले दुःख पनि भेट्यो हो त अन्त ठिकै हो सुख पनि भेट्यो हो त आँखे पो रहेछ हामीले त पहिलाको दुःखहरू चाहिँ चाल पाएनौँ दुइटै भेटेर आँखेले खुसी हुँदैछ दुइटै भेटेर पहिलाको दुःखको पनि भयो अहिले पनि सुख पनि भेटेर खुसी तिनजना आउँछ नि निमल मेरो कस्तो ठुलो होइन मैले आधी घटाउँदाखेरि मेरै ठुलो भन्दा त अचम्म फाइनली हामी आज चाहिँ हाम्रो चर्चको बिहानै हामी निस्केको घरबाट अनि हाम्रो चर्चमा कामहरू कति थियो अनि सबै चर्चमा म्याटहरू टाल्नु काम थियो त्यो सबै सकेर अनि हामीले सेवा गरेर प्रेयर सकेर पनि हामी फाइनली अब हामी घरमा आइपुग्न लाग्यो थ्याङ्क यू सो मच फर वाचिङ